सम्मान्य सभामुख महोदय, सबभन्दा पहिला त म सभामुख महोदयलाई धन्यवाद भन्न चाहन्छु। मलाई नेपाली कम्युनिस्ट पार्टीको संसदीय दलको नेताको हैसियतमा उहाँले विशेष सम्बोधनको लागि समय दिनुभएको छ। तर मैले बुझेसम्म मलाई रोस्टम प्रयोग गर्ने र विशेष समय दिने कुरा संसदीय दलको नेताको हैसियत भन्दा पनि पूर्व प्रधानमन्त्री समेतको हैसियतमा हो भन्ने मैले बुझेको छु। यसको लागि पनि म सम्मान्य सभामुखज्यूलाई हार्दिक धन्यवाद भन्न चाहन्छु। लामो समय मैले सदनमा उपस्थित हुन सकिनँ। केही समय भयानक भूकम्पको बेलामा सौभाग्य भनौँ म प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा थिएँ। त्यति बेला नेपाली कांग्रेसका सभापति सुशील कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो। निकै चर्को संविधान बन्ला कि नबन्ला भन्ने चिन्ता एकातिर देशभरि व्याप्त थियो आम जनतामा भने अर्कोतिर त्यो महा विनाशकारी भूकम्प कारण भएको ठुलो धनजनको क्षतिको चिन्ता र पीडा पनि नेपाली जनतामा थियो र राजनीतिक नेतृत्व तहबाट कुनै विशेष पहलको अपेक्षा नेपाल राष्ट्र र नेपाली जनताले गरेका थिए। त्यति बेलाको सम्मानित सदनको रोस्टममा उभिएर प्रधानमन्त्रीलाई भनेको थिएँ, तपाईँ सत्ता पक्ष र प्रधानमन्त्री हुनुहुन्छ, म प्रतिपक्षी दलको नेता छु। आजबाट मैले प्रतिपक्षी दलको नेताको हैसियतमा होइन, यो राष्ट्रका अगाडि देखा परेका गम्भीर सङ्कट र समस्या समाधानको निम्ति तपाईको सरकारको सहयोगीको रूपमा भूमिका खेल्नेछु भनेर भनेपछि नै संविधान निर्माणको प्रक्रियाले नै गति लियो। भूकम्पबाट पीडित जनतालाई राहत उद्धार र पुनर्स्थापना गर्ने कामले पनि गति लियो। सायद तपाईहरुमध्ये कयौंलाई सम्झना होला, जानकारी होला, तपाईहरुले नोट पनि गर्नुभएको होला। प्रधानमन्त्री सुशील कोइराला र प्रतिपक्षी दलको नेता म स्वयं एउटै वाहनमा हामी धेरै ठाउँ घुमेका छौं र जनताको पीडामा मलमपट्टी लगाउने त्यति बेला हामीले सकेको कोसिस गरेका छौं। त्यसैगरी निकै ठुलठुला बाढी पहिरोबाट क्षति धनजनको ठुलो क्षति भएको बेलामा पनि हामीले अझ भन्नुहुन्छ भने मैले त्यति बेला यो परिवर्तनको एउटा वाहकको हैसियतले, शान्ति प्रक्रियाको एउटा हस्ताक्षरकर्ताको हैसियतले, संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको एउटा नेतृत्वकर्ताको हैसियतले मैले नै पहल गरेर त्यस खालको अवस्थामा पनि राष्ट्रिय एकता सुदृढ गर्ने संवाद र सहकार्यको माध्यमबाट अगाडि आउने पहल गर्यौं र त्यसले सकारात्मक उदाहरण पनि प्रस्तुत गर्यो। सभामुख महोदय, अहिले पनि देशको राजनीति सहज भएको छैन। मैले यो कुरा यहाँ भन्नै पर्छ, राजनीति सहज भइसकेको छैन। जनताको अपेक्षा थियो, एउटा भाष्य बन्यो, नयाँ र पुरानाको भाष्य। म त्यसमा अहिले बढी जान चाहन्न। जे भए पनि नेपाली जनताले एउटा आशा र अपेक्षाको साथ राष्ट्रिय स्वतन्त्र पार्टीलाई अत्यधिक बहुमत प्रदान गर्यो। सुशासनको पक्षमा, सामाजिक न्यायको पक्षमा, आर्थिक विकास र समृद्धिको पक्षमा एकपछि अर्को काम और प्रणालीसँग सम्बन्धित कुरा हुन्। जनता जनपछि झन झस्किएको जस्तो सरकारले राम्रो गर्ला भनेको त फेरि अझ कतिपय बेला त तपाईहरुले भन्ने गरेको पुरानाहरु भन्दा पनि पछि पर्ने हो कि भन्ने चिन्ता पनि व्यक्त भएको छ। म अझै पनि चिन्ताको साथ भन्दै छु। मान्य सदस्यहरु, यस खालका कुराहरु पनि देखिएका छन्। अनि संविधान संशोधनको कुरा, लोकतन्त्र सुदृढीकरणको कुरामा जसरी सरकार प्रस्तुत भयो, त्यसले कहीं कतै यो संविधान जो हजारौंको बलिदानबाट र धेरै ठूलो त्याग र तपस्याबाट, लामो संघर्षबाट प्राप्त भएको समावेशी लोकतन्त्र सहितको संविधानलाई पुनर्लेखनै गर्न खोजिएको त होइन। या संविधान
जनतालाई कुनै न कुनै रूपले अझ पछि कमजोर पार्ने उद्देश्यद्वारा अगाडि बढेको त होइन भन्ने प्रश्न पनि आम जनतामा अहिले देखा पर्दै गएको छ। त्यसै गरी लोकतन्त्रको मामिलामा सरकारका काम कारबाहीहरूले कतै निरङ्कुशतातिर जाने त होइन भन्ने चिन्ता पनि व्यक्त भएको छ। तपाईँ हामी अहिले हेऱ्यौँ भने चाहे तराई मधेसमा हेरौँ या माइती घर मण्डलामा दिनदिनै जस्तो विभिन्न रूपमा कहिले लघुवित्तको नाममा, कहिले दलितहरूको नाममा, कहिले के समुदायको नाममा हुने गरेका विरोधहरूलाई हेरौँ, ती सबैले के देखाउँछ भने कहीँ न कहीँ स्थिति गम्भीर छ। म लामो व्याख्या नगरी जसरी यो सरकार बन्ने अवस्थासम्म आयो, कतै कसैले, यो मेरो चिन्ता मात्रै हो, मेरो अहिले निष्कर्ष र कसैमाथि आरोप होइन, त्यो ढङ्गले नलियोस्। यो सरकारलाई पनि फेरि असफल साबित गर्ने, यो सरकारले पनि शान्ति सुरक्षा कायम गर्न सकेन, जनताको आर्थिक विकास र समृद्धिको आकाङ्क्षा सम्बोधन गर्न सकेन, यो सरकारले पनि सुशासन कायम गर्न सकेन। त्यसकारण नेपाललाई असफल राष्ट्र बनाउने र अर्को ठुलो दुर्घटना त हुने होइन भन्ने गहिरो चिन्ता म तपाईँहरूको अगाडि व्यक्त गर्न चाहन्छु। यस अर्थमा यो सरकारलाई असफल हुने छुट पनि छैन। तपाईँहरू असफल हुनुभयो भने तपाईँहरू मात्रै असफल नहुने, नेपाल राष्ट्र नै असफल हुने खतरा छ। त्यसकारण मैले तपाईँहरूलाई गर्ने सुझाव, आलोचना, टिप्पणी देशलाई अप्ठ्यारा परिस्थितिहरूलाई निकास दिने हैसियत, क्षमता राख्ने नेताहरूको पंक्ति